जसले 75 वर्ष देश गलायो, जसले 75 वर्षसम्म देश चलायो, जसले बानेश्वरमा जेन्जीमाथि गोली चलायो, उसैले सिंहदरबार जलायो। सभामुखमा 75 वर्षसम्म देश चलायो, जसले बानेश्वरमा जेन्जीमाथि गोली चलायो, उसैले सिंहदरबार जलायो। सभामुख मेरो यस्तै छ पारा, म हुँ आकाशको तारा, मेरो पारा देखेर जल्छन् दुनिया सारा। आरक्षी भित्र बाँदर मार्नेलाई कारबाही हुन्छ भने बानेश्वरमा जेन्जी मार्नेलाई कहिले कारबाही हुन्छ? आरक्षी भित्र बाँदर मार्नेलाई कारबाही हुन्छ भने बानेश्वरमा जेन्जी मार्नेलाई कहिले कारबाही हुन्छ भनेर मेरो आमाहरूले सोधिरहनु भएको छ। आरोपमा जेल परेकाहरू हातखुट्टामा नेल लगाएर जेलमा बसिरहेका छन्। तर 23 गते गोली हान्ने हत्याराहरू बालमा तेल लगाएर, खुट्टामा तेल लगाएर अहिले पनि बजारमा टुकुन टुकुन घुमिरहेका छन्। बालमा तेल लगाएर, खुट्टामा तेल लगाएर अहिले पनि बजारमा टुकुन टुकुन घुमिरहेका छन्। तिनलाई कहिले कारबाही हुन्छ, म यहाँबाट सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। जसले आँखा मिलाएर, कागज मिलाएर, भाका मिलाएर यो देशलाई 75 वर्ष लुटेर खाएका थिए, जसले आँखा मिलाएर, कागज मिलाएर, भाका मिलाएर यो देशलाई 75 वर्ष लुटेर खाएका थिए, तिनैले आफ्नो प्रमाण नष्ट गर्नलाई अदालतमा आगो लगाए, सिंहदरमा आगो लगाएका छन्। यसको लुट्न सके लुट कान्छा, लुट्न सके लुट, ए लुट्न सके लुट कान्छा, लुट्न सके लुट। सत्य तथ्य संसारले बुझ्न पाउनु पर्छ र तिनीमाथि कारबाही हुनुपर्छ। अस्ति एकजना सांसदले भन्दै हुनुहुन्थ्यो, अहिलेका नेताहरूको कोट पनि कालो, चस्मा पनि कालो हो। हाम्रो कोट पनि कालो छ, चस्मा पनि कालो छ, तर हाम्रो धन कालो छैन, मन कालो छैन। यति कुरा तपाईँको बिचमा राख्न चाहन्छु। कोट पनि कालो छ, चस्मा पनि कालो छ, तर हाम्रो धन कालो छैन, मन कालो छैन। आउँदै गरेको निर्वाचनमा कंग्रेसको रुख र केपी ओलीको मुख नदेखायो भए राम्रो हुन्थ्यो भन्ने छ हाम्रो विश्वास। आउँदै गरेको निर्वाचनमा कंग्रेसको रुख र केपी ओलीको मुख नदेखायो भए राम्रो हुन्थ्यो भन्ने छ। अलिकति लाज घिन भन्ने त मान्छेमा हुन पर्छ क्या। कम्तीमा जनताले सुखले बाँच्न पाउँथे, सुखको घाँस ढुक्कले खाएर बाँच्नु पर्ने एउटा अवस्था छ। यसै गरेर यो आसन्न निर्वाचनमा इक छ भन्ने मान्छे हो भने त्यो कहीँ कतै इज्जत पनि छ, हामीलाई चाहिँ हामी मान्छे नै हौ भन्ने लाग्छ भने, इक छ भन्ने मान्छे हो भने त्यो कहीँ कतै इज्जत पनि छ, हामीलाई चाहिँ हामी मान्छे नै हौ भन्ने लाग्छ भने आउँदै गरेको निर्वाचनमा कंग्रेस र एमालेले भाग नलिएको राम्रो। आउँदै गरेको निर्वाचनमा कंग्रेस र एमालेले भाग नलिएको राम्रो। कानुनी दण्ड वर्षाउनु ठाउँमा कानुनी दण्ड वर्षाउनु पर्यो। हाम्रो प्रधानमन्त्रीले भनेको जस्तो चाहिँ के वर्षाउनु पर्ने हो त्यो वर्षाउनु पर्यो, तर राज्यलाई यसरी घाटा पुर्याउन पाइन्छ। के वर्षाउनु पर्ने हो त्यो वर्षाउनु पर्यो, तर राज्यलाई यसरी घाटा पुर्याउन पाइन्छ। भेरी गुड, भेरी भेरी गुड, भेरी भेरी गुड। 5 लाख रुपियाँ दलित जागरण कार्यक्रम भनेर छुट्याइदिने, त्यो सम्बन्धित ठाउँमा त्यो तलबाट त्यो सम्बन्धित फाँटले त्यो टिप्पणी उठाउनलाई कलेजो काटेर अंश दिन लागेको जस्तो गर्छन् कर्मचारी। टिप्पणी उठाउनलाई कलेजो काटेर अंश दिन लागेको जस्तो गर्छन् कर्मचारी। कर्मचारीहरूको नियत सुध्रिनुपर्छ। कर्मचारीहरूको नियत सुध्रिनुपर्छ। यसमा स्पष्ट छ हामी। अच्छा छुट्टामा बोलेको कुरो नगरेका नि यहाँ। खासमा चाहिँ म 3 जना मान्छेहरूसँग चाहिँ भाग्ने गरेको छु। एउटा अब स्वामीजीसँग, अर्को रवि लामिछानेसँग र अर्को बालेन शाहसँग हो। नाटकै हो, नौटंकी नै हो, यो नौटंकी नै हो। एउटा अब स्वामीजीसँग, अर्को रवि लामिछानेसँग र अर्को बालेन शाहसँग।
राष्ट्रिय स्वतन्त्र पार्टीमा बालेनहरू मिसिँदै गर्दा उभिँदै गर्दा कुलमान घिसिङहरू उभिँदै गर्दा नयाँ भनेका जति पनि अगुवा अभियन्ताहरू त्यो पछिमा उभिँदै गर्दा नैतिक रूपमा अहिले हामीलाई पनि सङ्कट परेको छ। नैतिक रूपमा अहिले हामीलाई पनि सङ्कट परेको छ। अच्छा अब हामीलाई पनि नहुने बाध्यता परेर आइपुगेको छ। कैसे लोग रहते हैं यार यहाँ पर। किन हामी कता न कता त उभिनुपर्छ। हामीले यसो छलफल गऱ्यौँ देशभरका दलितले त हामीलाई भोट हाल्नु होला, तर कुनै कारणवश हामी प्रत्यक्ष लडेको ठाउँमा हामीले चुनाव हार्यौँ भने हामीलाई आएको भोटले पनि भोलि त काङ्ग्रेस एमालेलाई फाइदा हुने काम गर्नु हुँदैन। हामीले पनि भोलि त काङ्ग्रेस एमालेलाई फाइदा हुने काम गर्नु हुँदैन। माओवादीसँग त अझै लामो चर्किनु पर्थ्यो, अझै मिल्थ्यो भने त अझै हिजो आज गर्नु पर्थ्यो। हाम्रो पनि जिब्रो यतिको फड्किएको बेला माओवादी बन्न पाएको भयो। अहिले हाम्रो पनि जिब्रो यतिको फड्किएको बेला माओवादी बन्न पाएको भयो। अहिले बेलामै बन्न पाएको भयो। अझै थुप्रै लडाइँ लडिदियो सामन्तीहरूको विरुद्धमा भन्ने चाहिँ जवाब दियो। लडिदियो सामन्तीहरूको विरुद्धमा भन्ने चाहिँ जवाब दियो। काङ्ग्रेसमाले जसरी खरानी भए 24 गतेमा आगो लाग्यो हो त। त्योभन्दा पहिला त रोडमा उभिएर ट्राफिकले झैँ हातखुट्टामा नाङ्लो दाङ्लो साम्लो लगाएर भ्रष्टाचारीको घर यता, देश लुट्नेको घर यता, फलानाको घर यता यता भनेर बाटो देखाउनु त हामी त हो त रोडबाट। भ्रष्टाचारीको घर यता, देश लुट्नेको घर यता, फलानाको घर यता यता भनेर बाटो देखाउनु त हामी त हो त रोडबाट। कहीँ कतै प्रचण्डले फेरि बन्दुक उठायो भने म चाहिँ अग्रपङ्क्ति गएर लड्छु कि सामन्ती होला। अझै तहस नहस अझै यिनलाई गहिराइबाट हान्न पुगेको छैन। अझै यिनलाई गहिराइबाट हान्न पुगेको छैन। कसले जित्छ भने काङ्ग्रेस एमाले देखिनु भएन बजारमा। काङ्ग्रेस एमाले जित्नु भएन फेरि त्यही कुटी औँला ल्याएर सिंहदरबारबाट सेटवाक गर्ने काम त बन्द गर्नुपर्छ। यो बेला रोकिनुपर्छ। यो बेला कसले जित्छ भने काङ्ग्रेस एमाले देखिनु भएन बजारमा। बालेन शाहले लाएको सुहाएन, बालेन शाहले खाएको मिलेन, बालेन शाह आएको मिलेन। बालेन शाहले लाएको सुहाएन, बालेन शाहले खाएको मिलेन, बालेन शाह आएको मिलेन। हो यिनलाई हामीले लाएको पनि मिलेको छैन, खाएको पनि मिलेको छैन, हामी आएको पनि मिलेको छैन। हो यिनलाई हामीले लाएको पनि मिलेको छैन, खाएको पनि मिलेको छैन, हामी आएको पनि मिलेको छैन। आज यसरी लाउनुपर्छ भन्लान्, भोलि यसरी खानुपर्छ भन्लान्, पर्सि बालुवाटार यसरी खानुपर्छ भन्लान्, पर्सि व्हाइट बोर्ड यसरी खानुपर्छ भन्लान्, पर्सि यो देश यसरी खानुपर्छ भन्लान्। हामीलाई कसरी खानुपर्छ, कसरी लाउनुपर्छ त्यो राम्रोसँग हामीलाई आउँछ। यो कुरा हामीले बुझेका छौँ। यति हामीलाई कसरी खानुपर्छ, कसरी लाउनुपर्छ त्यो राम्रोसँग हामीलाई आउँछ। आन्दोलन हुँदै गर्दा, जेन्जी आन्दोलन हुँदै गर्दा सिंहदरबार कसले चलायो भनेर अहिले संसारभरि प्रश्नहरू उठिरहेको छ। यसमा अलमल गर्नुपर्ने, ढलमल गर्नुपर्ने विषय केही पनि छैन। भिडियोमा देखिएकाहरू थुनिएका छन्, संसारले देखेकाहरूलाई कहिले थुन्ने हो यो बारेमा म सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। सिंहदरबार कसले चलायो सभामुख महोदय? जसले 75 वर्ष देश गलायो, जसले 75 वर्षसम्म देश चलायो, जसले बानेश्वरमा जेन्जी माथि गोली चलायो, उसैले सिंहदरबार चलायो सभामुख महोदय। हाम्रो सिंहदरबारसँग केही पनि दुश्मनी थिएन, हाम्रो अदालतसँग केही पनि दुश्मनी थिएन, यो राज्यको संरचनासँग हाम्रो केही पनि दुश्मनी थिएन। नपत्याइन्छ पत्याउँदैन कोही पनि नपत्याए मलाई के। देशको प्रधानमन्त्रीले ट्युट गरिराखेर आगो लगाउन समेत जाँदा तपाईहरुको आँखाले देख्दैन। देशको प्रधानमन्त्रीले ट्युट गरिराखेर आगो लगाउन समेत जाँदा तपाईहरुको आँखाले देख्दैन। पानी बाँड्नेमा गृहमन्त्री जाँदा तपाईहरुको आँखाले देख्दैन। मलाई भन्नुस् न, म 50 वटा फोटो, 50 वटा भिडियो, 50 वटा भन्नुस् न, म 50 वटा फोटो, 50 वटा भिडियो, 50 वटा कहीँ कतै हो हल्ला गरिदिने कुरा, मान्छेले यसो त्यसो भनेर हल्ला चलाइदिने कुरा एउटा होला। रवि लामिछाने, बालेन शाह, रासोपा कहीँ कतैबाट पनि मिडियाको खिलाफमा हुन्छ जस्तो चाहिँ मलाई लाग्दैन। कहीँ कतैबाट पनि मिडियाको खिलाफमा हुन्छ जस्तो चाहिँ मलाई लाग्दैन। अहिले सभामुखको लागि राम्रो कान सुन्नु भएन कि भन्ने कुरा भन्दा भन्दै उहाँ ड्यामै काटिहाल्नु भयो। अहिले सभामुखको लागि राम्रो कान सुन्नु भएन कि भन्ने कुरा भन्दा भन्दै उहाँ ड्यामै काटिहाल्नु भयो।
त्यो त मैले सभामुखको खुट्टी हेरिसकेको छु निलम्बन गर्नुहुन्छ गर्नु हुँदैन त्यो थाहा भइसक्यो कारबाहीको भागीदार बन्नु पायो किन त म कसरी मलाई कारबाही गर्ने हैसियत के छ मैले ठिक कुरा भनेको छु कसरी मलाई कारबाही गर्ने हैसियत के छ मैले ठिक कुरा भनेको